हेलो वेलकम टु माई मिनी ब्लग। र आज चाहिँ हामी जाँदै थियौँ कालिम्पोङ हो। नानीको आज सेकेन्ड सटरडे आउटिङ हुन्छ, त्यसले गर्दा चाहिँ हामी यहाँबाट रम्फूबाट चाहिँ अहिले हिँडिसकेको छौँ कालिम्पोङको लागि। र आज चाहिँ यतै चिसो दिन, यति साह्रो बेसी चिसो दिन, पानी पर्नु आँटेको थियो रम्फूमा पनि। र हामी चाहिँ यहाँबाट निस्किसकेको छौँ। अहिले चाहिँ एकछिन आइबिएम जानुपर्ने काम थियो र त्यसले गर्दा हामी एकछिन आइबिएम गएर चाहिँ अन्त जाँदैछौँ कालिम्पोङ। Nacho Nacho by Vishal Mishra and Rahul Sipliganj from Jio Sawan. र अहिले चाहिँ हामी चित्रेबाट उकालो लागिसक्यौँ। यहाँबाट चाहिँ उसको 7 किलोमिटर मात्रै हो माथि। हामी हस्टेल पनि एकैछिनमा पुगिहाल्छौँ। यताबाट छिटो हुन्छ मनसुन भन्दा चाहिँ हामीलाई हस्टेल जानुको लागि चाहिँ। खोइ रुदास त बेबी हो र कहाँ छ? रेडी भएको थियो रुदास त अघि नै नखोल कहाँ आयो रुद्राक्ष? वेलकम वेलकम। घुटन कसो घुटन भनेको? पछाडि ढल्का त हेर न यता छ लुते भएको होइन? लुते भएको छ नि। Please sunroof open. भन्नु आउँदैन भन्नु। Sir, please open the sunroof. ल रुद्राक्षलाई पिक गरिसकेपछि अहिले चाहिँ हामी जाँदैछौँ इच्छेको प्रणामी मन्दिर। त्यहाँनिर चाहिँ पारायण लाग्दैछ, अन्त हामी त्यहाँ जाँदैछौँ। र आज हाट भएर एकदमै कन्जस्टेड थियो बाटो पनि। ऋषिकेशले प्रणाम गर्न थाले, मन्दिर पुगेर गर्नुपर्छ भाइ। ला सफ गर्नु न, ढुलो आउँदैन। तर जाने बाटो चाहिँ कहाँबाट? हिँडेर जानु हुँदैछ त त्यहाँबाट। जय हो। घिउ पनि छ, घिउ हालिदिएको छु ल। यति माम खान्छस्? तपाईको दुध दरबाजा खुल्ला छ। आलु भाइको फेभरेट आलु भुटेर ल्याइदिनु भनेको थियो होइन मलाई। लु अलिकति हालिदिन्छु। पिरो छ कि के छ ल? पिरो छैन छ म खान्छु हेल्दी। मैले चाहिँ घरमा खाना खाएको थिइनँ। जहिले पनि म रुद्राक्षलाई भेट्नु आउँदा चाहिँ म घरमा खाना खाँदिनँ, उसँगै माथि खान्छु। दादाहरूले चाहिँ घरमै अलरेडी खाइसक्नु भएको थियो। र रुद्राक्ष र म चाहिँ अहिले माम खाँदैछौँ। गुरु महाराज यहाँ आए, साल साल तक यहाँ रहे, कोई भी कारण हो विशाल मन्दिर म प्रार्थना गर्दछु यो सत्रको सबैलाई आशीर्वाद एवं अहिलेको सूचनाको लागि पूज्य गुरुजीको श्री चरणमा। गुजरात भद्रावतीपुरी धामबाट आउनुभएका महाराज श्री श्रवण पूर्ण ग्रन्थ चर्चा पनि सुन्नेछौँ। यी दुवै कथालाई अगाडि लिएर हामी जानेछौँ। कथा चल्नेछ, त्यस पछाडि राज्यको सेवा पूजा सुरु भएर कविता नेपाल हामी चाहिँ मन्दिरबाट फर्केको। त्यहाँ चाहिँ पारायण हुँदैछ, नामसँग पारायण हुँदैछ। पारायणको दर्शन बजारको मन्दिर जाने, दर्शन गर्ने, अनि मङ्गलधाम गएर आज बसेर भोलि घर फर्किने। अनि यहाँ कविता बुहारी पनि हुनुहुन्छ। हामीले चाहिँ आज कविताहरूलाई भेटेको। उयसमा हाल्दिनँ नि रुद्राक्ष। अब गएको ल हामी। बाई 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 रुद्राक्ष बाई भन्न नि। माथि राख्ने चाहिँ एउटा खोले। अहिले खाइहाल्ने। सबैभन्दा हार्ड टाइम अब छोरालाई हस्टेल पुर्याइदिई राखेर चाहिँ उसको कपालहरू काटेर
टक्सहरू मिलाइदिइराखेर चाहिँ अब हामी निस्किनु आँटेको। थ्याङ्क यू फर वाचिङ।